हेलो एभ्रिवान, नमस्कार सबैजनालाई। सबैजना जति कुशल हुनुहुन्छ फेरि अर्को ब्लग लिएर आइरहेको छु। अनि आजको दिनमा के कस्तो हुन्छ है तपाईहरु समक्ष राख्नेछु। अनि आज चाहिँ म फिलहाल अहिले चाहिँ म एक दुईवटा सामान ल्याउनु गएको है, बोजूले पठाएर भएकै सामान पठाउँछ ल्याउनु है, जानै पर्यो। बोजू टिभी हेर्नुहुँदैछ अनि अलिक लगाए बोजूले खाजा खाँदैछ है। अन्त आज चाहिँ घर सफा गर्नु पनि आउँछ। लिफ्ट यस्तो गरिरहेको रहेछ। आज त के गरेको के गरिरहेको हो कुनि के हो, डर पो लाग्यो त। आवाज पनि अब खेटेक 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 आउँदैछ। आइ त पुगेँ ए कसको घरको सामानहरू हाल्दै रहेछ नि। चिउमै भएन हौ, कसको घरको सामानहरू हाल्दैछ कि त्यो ऐनातिर स्क्रैचहरू आउँछ भनेर चाहिँ त्यो उयोहरू लगाएको होला, पेपरहरू लगाएको होला सेफ्टीको लागि। चिउमै लाग्यो थियो, कस्तो केटाको आवाज पनि आयो कि लिफ्टमा। कस्तो चिसो छ। दिन आज त घाम पनि राम्रो लागेको छैन। 9 बजिसक्यो, चिसो छ। आकाश पनि कालो कालो बादलहरू पो लागिरहेछ, पानी पर्ला जस्तै। आज चाहिँ म यता मल साइड होइन, सधैँ बोजूले पहिला त सौदा खाने दोकान साइड आएको। खुल्ला रहेछ दोकान, एटिएम कार्ड पनि रहेछ यहाँनिर। हेलो बकेट ल क्लेमेन्टिना छैन रहेछ है, सकेछन्। सामान लिएर आएँ है। सामान सुन्तला चाहिँ ओरेन्ज, क्लेमेन्टिना चाहिँ पाएन। उयो भएछ, सिजन सकेछ अब सुन्तलाको। अर्को खालके त्यो कडा बोक्रा भएको के पो भन्छ यहाँ चाहिँ, ओरेन्ज चाहिँ त्यसलाई भन्दैछ। अर्को हाम्रोतिर अरू पातला खालके बोक्रा भएको सुन्तला ओरेन्जलाई चाहिँ उयो क्लेमेन्टिना भन्छ है। अरू त्यो उयो मौसमी भन्छ है, मौसमी होइन, त्यस्तो मात्रै रहेछ। होइन अस्ति किनेको छ त्यो त घरमै। फ्ल्याग सबै घरतिर लगाएको छ अहिले है। 30 तारिक चाहिँ यहाँनिर म यहाँ प्रोग्राम छ है, दामी बनाउँदैछ। त्यो सामानहरू निकालेको लगेको रहेछ कि त्यो कारणले चाहिँ स्क्रैच हुन्छ भनेर चाहिँ लगाएको रहेछ। म त अघि त डरले बिग्रेको हो कि भनेर डरले कस्तो लाग्यो। बोजूले चाहिँ आलु उसिनिरहेछ है, के बनाउनु हुन्छ है, पिरेहरू होला। मेजा खानाहरू छ सबै है। माछा पनि निकालिरहेछ। माछा पनि बनाउँछ अरे। आज चाहिँ बोजूले बनायो त्यो आलुको चोखा जस्तै। अब चाहिँ दागी मिस्नुछ त्यही लन्चको नाटीको यस्तो बनायो हाम्रो चाहिँ आजको लन्च। त्यहाँ बोन खानापिना भयो है। अब भाँडासँग धोएर नुहाइदिए गर्छु। बिहान मात्रै बिजी हुन्छ यताको काममा, खाना पकाउँदा दोकान जाँदा यताउता दिउँसो सकेपछि चाहिँ आफ्टरनुन चाहिँ रेस्ट गऱ्यो, उठ्यो। Start playing? Okay, let's start. हमारा बोजू चाहिँ फ्री टाइममा आफ्टरनुनको यता सापातको बेलामा है, स्याटरडेमा बोरिङ हुँदा चाहिँ यो गेमहरू खेल्छु है। अन्त टाइम पास बोजूलाई।
बोजुको गेम भयो मेदार इभिनिङ टाइम है पानी पर्ला जस्तो हुँदैछ चिसो हुँदैछ भोलि प्रोग्राम छ यहाँतिर त्यो मेमोरियल डे है रिपब्लिक डे मनाउने रहेछ अन्त भन्दा यहाँ स्कुल पनि छ यहाँ पनि सबै ट्रीहरू सबै रेडी गर्दैछ तर भोलिको मौसम चाहिँ पुरा उयो छ अरे पानी छ अरे अन्त जेरुसलेमहरूको कता क्यान्सल गर्यो अरे भन्दा न्युजमा देखाउँदै थियो है बोजूले भन्नुहुँदै थियो अन्त यहाँको चाहिँ के हुन्छ कुनै यहाँ स्कुलको उयो स्कुल छ कि प्र्याक्टिस गराउँदै रहेछ त्यहाँनिर साइरन सुन्नुहुँदैला है यहाँ साइरन बज्दैछ अन्तखेरि यहाँ मेरो बोजू पनि उठेर प्रे गर्नुहुँदैछ यो साइरन बज्दा चाहिँ यो मेमोरियल डे मनाउँदैछ नि त अहिले 30 तारिक छ भोलि है अन्त त्यसको लागि त्यो होलोकस्टकोमा चाहिँ जो मृत्यु भएको थियो होइन सोल्जर्सहरू सिपाहीहरू होइन अन्त यताको फ्रिडम फाइटर्स सबै को डेथ हुनुभएको थियो उहाँहरूको लागि चाहिँ मेमोरियल डे है प्रे गर्नुहुँदैछ उहाँको आत्माको लागि अन्त जहाँ पनि छ यहाँ चाहिँ गाडीतिर छ भने पनि झरेर है यसरी उठेर मजाले प्रे गर्नुहुन्छ अन्त म चाहिँ निक्लेको है इभिनिङ वकमा एकछिन एक चक्कर मारेर आउँ भनेर हावाले कपाल जुर्र उडायो म चाहिँ एक चक्कर मारेर पनि आएँ आज त्यो पार्कभित्र पस्नु दिएन है माथिल्लोपट्टि पनि त्यहाँ ब्यारिकेड राखेर त्यो उयोहरू पुलिसहरू बसिरहेको रहेछ यता पनि त्यो बसिरहेको रहेछ है अन्तखेरि चाहिँ आएँ फर्केर किन पुलिसहरू पनि पुरा हिँड्दैछ भोलि चाहिँ यहाँ कन्सर्ट प्रोग्राम छ नि त अन्त भोलिको लागि भोलि मात्रै एन्ट्री दिन्छ अरे आज पाउँदैन अरे भन्यो अन्त एक चक्कर मारेर फर्केँ म अन्त है आजको भिडियो म यहीँ एन्ड गर्छु तपाईँलाई धेरै धेरै धन्यवाद है मेरो भिडियो हेरिदिनु भएकोमा अनि भोलि प्रोग्राम के कस्तो हुन्छ है 30 तारिक प्रोग्राम छ भोलि अन्त तपाईँहरू समक्ष राख्नेछु भोलि है त्यतिन्जेलको लागि बाई फेरि भेटौँला है।